धौलागिरीको काखमा अवस्थित एउटा सानो सुन्दर गाउँ, हरियाली जंगल, साना माटोका घरहरू अनि स्वच्छ वातावरणले भरिएको त्यो गाउँमा धीरबहादुर आफ्नी सानी छोरी सुनितासँग बस्थे। धीरबहादुर एक साधारण किसान थिए जसले आफ्नो जीवन खेतीपाती गरेरै बिताएका थिए। सुनिता मात्र 7 वर्षकी थिए। बुबाले नै आमा र बुबा दुवैको भूमिका निभाएका थिए। धीरबहादुरका लागि सुनिता नै संसार थिए। बिहान चिसो हुस्सुमा खेत जोत्न जाँदा पनि, दिउँसो मेलापातमा गहुँ काट्दा पनि, बेलुका ओछ्यानमा पल्टदा पनि उनी सुनिताकै चिन्तामा हुन्थे। उनले कहिल्यै छोरीलाई आमाको अभाव महसुस हुन दिएनन्। स्कुल जाँदा बिहानै उठेर ढुङ्गे धाराबाट पानी भर्ने अनि बुबासँगै खाना खाएर स्कुल जाने सुनिताको दैनिकी थियो। उनी चाहन्थे कि सुनिता गाउँका अरू बच्चा जस्तै शहर गएर राम्रो पढोस्। एक दिन स्कुलबाट फर्केपछि सुनिताले बुबालाई सोधी, बुबा, म ठूलो भएपछि के बन्न सक्छु? धीरबहादुर मुस्कुराउँदै बोले, त जे बन्न चाहन्छेस् त्यही बन्न सक्छेस् छोरी। म डाक्टर बन्न चाहन्छु बुबा। सुनिताले आत्मविश्वासका साथ भनिन्। धीरबहादुरको आँखा रसाए। उनले सोच्न थाले, कसरी छोरीलाई राम्रो स्कुल पठाउने? सुनितालाई राम्रो शिक्षा दिलाउन उनले गाउँकै धेरै काम गर्न थाले। बिहान खेतमा काम गरे, दिउँसो गाउँकै होटलमा भाडा माझे, कहिलेकाहीँ जंगलमा दाउरा काट्न गएका पनि हुन्थे। गाउँका केही मानिसहरू उनलाई सोध्थे, किन यति धेरै सङ्घर्ष गरिराख्नु भएको? धीरबहादुर गर्वका साथ भन्थे, मेरो छोरी डाक्टर बन्न चाहन्छे। उसले मेरो सपना पूरा गर्नेछे। समय बित्दै गयो। सुनिता एसएलसीमा प्रथम भइन्। उनलाई शहरको राम्रो कलेजमा पढ्न छात्रवृत्ति मिल्यो। तर खर्च त अझै पनि बुबाकै टाउकोमा थियो। सुनिता पहिलो पटक गाउँ छोडेर काठमाडौँ जाँदै थिए। उनले बुबाको हात समातेर भनिन्, बुबा, तपाईलाई छोडेर जान मन छैन। बुबाले निधारमा माया गर्दै भने, छोरी, त राम्रोसँग पढ। म तेरो लागि सधैँ यही रहनेछु। सुनिता शहरमा राम्रोसँग पढ्दै गइन्। उनी मेडिकल कलेजमा भर्ना भइन्। तर बुबा भने गाउँमै रहनुभयो। एक दिन बुबाको स्वास्थ्य खराब भयो। तर उनले छोरीलाई केही बताएनन्। उनी भन्थे, मेरो छोरीको पढाइमा कुनै असर पर्न दिन्न। डाक्टर बन्ने सपना पूरा गर्न सुनिता अन्तिम परीक्षामा थिए। त्यही बेला गाउँबाट खबर आयो, बुबाको स्वास्थ्य गम्भीर छ। सुनिताले परीक्षा छोडेर तुरुन्त गाउँ फर्किन्। जब उनी घर आइन्, बुबा थलिएका थिए। सुनिताले बुबाको हात समात्दै भनिन्, बुबा, अब म डाक्टर भए। तपाईलाई म आफै ठिक पार्छु। उनको आँखामा आँसु आए। म गर्व गर्छु छोरी। तैले मेरो सपना पूरा गरिस्। केही महिनापछि सुनिता गाउँकै स्वास्थ्य चौकीमा काम गर्न थालिन्। उनले बुबालाई राम्रो उपचार गरिन् र बुबा फेरि स्वस्थ हुनुभयो। अब गाउँभरका बालबालिकाले उनलाई हाम्रो गाउँकी डाक्टर दिदी भन्थे। धीरबहादुर मुस्कुराउँदै भन्थे, मेरो छोरी डाक्टर मात्र होइन, मेरी जीवनको प्रेरणा पनि हो।